डुगा आएको छु। डुगाबाट चाहिँ अब तल खानी खोला निस्किन आँटेको अब डुगाबाट चाहिँ है। त्यहाँबाट डुगा बिएसीबाट चाहिँ सट्टै ओह्रालो छ अरे बाटो भनेको सुनेको अरे छ होला, हेरौँ है। सुन्नुहोस् न, यहाँ परबाट ओह्रालो एउटा घरबाट खानी खोला जाने बाटो छ नि, यहाँ चाहिँ बाटो छ है? तर पुरा रफ छ। रफ र कहाँदेखि हो झर्नु भने चाहिँ? यहाँबाट त्यो खानी खोला उता खानी। हुन्छ यताबाटै जान्छु। यहाँबाट चाहिँ पुरा रफ छ। हुन्छ हजुर। ए हुन्छ, तल खानी खोला गएको नि। ए सिधै जानु। सो यहाँबाट चाहिँ अब भने चाहिँ खानी खोला निस्किनु आँटेको। कस्तो कस्तो बाटो छ हेरौँ है। ओइ ल हजुर, यहाँबाट यो बाटो छ त खानी खोला निस्किने है? बाटो खानी खोला निस्किने है? एकछिन हेरिकन आउनु पर्यो। बाटो त हेभी भएको छ नि, हेभी ड्राइभर। कल फर्किनु पऱ्यो भने चाहिँ फेरि बिजोग हुन्छ नि हौ यति बेलाको समयमा। फुल भन्ने कुरा चाहिँ जहाँ पनि हुँदो रहेछ है, भुक्ने। अहिले कुकुरहरू हुन्छ फेरि त्यस्तै। यहाँ तल्लोपट्टि रोड निस्किन्छ नि आन्टी? यहाँ तल्लो रोड निस्किन्छ त है? यहाँ तल्लो रोड निस्किन्छ नि है? कहाँ निस्किन्छ? खानी खोला है? रोड निस्किन्छ है? हुन्छ। एकछिन ल बिचारा है, तर्साइदिने आन्टीहरूलाई पो। रस्ताहरूमा चलो। अलिकति ट्रिकी सेक्सन रहेछ, अप्ठ्यारो। यहाँनिर चाहिँ कुदाउनु हुँदैन। यस्तो मान्छे अलिकति एक्लै हुँदा चाहिँ एक्लै हुँदा चाहिँ अलिकति प्रब्लम हुन्छ नि त, साइको हुन्छ, हाल्नु हुँदैन। साथीभाइ छ भने त यस्तो बाटो त के कुदिन्छ नि हौ। एक्लैमा चाहिँ अलिकति टेन्सन हुन्छ है। ओइ पानी चाहिँ पुरा म चाहिँ उल्टा बाटो आइपटेर फेरि जितलाङपट्टि लागेको। खानी खोला चाहिँ रोटे तेर्सो जानु पर्थ्यो, म चाहिँ ओह्रालो झरी पठाएँ नि त। त्यसले गर्दा फेरि चाहिँ खत्तम भयो। यहाँबाट जितलाङै निस्किन्छु। त्यसै त फेरि टाइम छैन हो। यहाँनिर त गाडी त त्यस्तो नहिँदो रहेछ नि त। थाम्नु, गाडी नहिँदो रहेछ नि त। दुबो
बाटो नचिन्नु पनि प्रब्लम नै हुन्छ नि त। आई ल ल बाटो नचिनेर चाहिँ यो अवस्था रात परेको। पक्कै त रात परिहाल्दैन होला। अब यो बाटो कहाँ जान्छ नि? यसुकै होस्। म चाहिँ झर्दै है, जतासुकै झरोस् यसुकै होस्। फेरि कम्फू त पुग्छु होला नि त। सोधौँ त दाजु। जानु त जाँदैछु उँधो, कहाँ जाने हो कुनी रोड त। घरहरू पनि छैन रहेछ नि त सोध्नु पनि। चाहिँ फेरि यो चाहिँ प्रब्लम रहेछ नि त। यो त दामी हो नि अब त। दाजु दाजु ए यहाँबाट कहाँ निस्किन्छ होला? यहाँबाट उँधो गयो भने कहाँ निस्किन्छ होला? कहाँसम्म हो? ला उयो जितलाङ जानु परेको भए उयो तेर्सो जानु पर्थ्यो है। अब यहाँ बाटो छ तल खानी खोला निस्किने, मान्छे हिँड्ने बाटो छ है। त्यसरी पनि निस्किनु पऱ्यो माथि जानुभन्दा त। बोकेर पनि हुन्छ नि है? हजुर छन् त छ नि, मान्छे त हिँड्छ नि है। कहाँ यहाँदेखि कता भयो? हजुर ए ओह्रालो त्यहाँदेखिको तल रोड भेट्छ नि फेरि है? खानी खोलाको चाहिँ कहाँनिर निस्किन्छ? हजुर हजुर त्यहाँ निस्किन्छ। हुन्छ टाढो पऱ्यो नि, उहीँ माथि जानु त टाढो पऱ्यो। बरु ओह्रालो बोकेरै छिटो हुन्छ। हुन्छ ओह्रालै झर्छु, हत्तु हुन्छ फेरि। परिगयो नि हुँदा खानी खोला जाने यतै हो।